हेलो गाइज, वेलकम टू माई यूट्यूब च्यानल। साथीहरू हेर्न सक्नुहुन्छ हामीसँग ई-रिक्साको चार्जर छ। यसमा हामीले हाम्रो भोल्टेज नपुगेर स्टेबलाइजर लगाएको छौं। यो हाम्रो चार्जर 60 भोल्ट वाला 5 ब्याट्री वाला त्यो ग्रीन सिटी को चार्जर हो, ग्रीन सिटी रिक्साको। यसमा हेर्नुस्, अस्तिसम्म हाम्रो चार्ज भइराखेको थिएन, त्यही भएर अहिले स्टेबलाइजर लगाएको छौं। हाम्रो भोल्टेज एकदम कम थियो, हेर्न सक्नुहुन्छ। यहाँ हामीले यसरी कनेक्सन गरेर बोर्डबाट मेन बोर्डबाट स्टेबलाइजरमा दिएका छौं भोल्ट। त्यसपछि स्टेबलाइजरमा देख्न सक्नुहुन्छ इनपुट भोल्टेज 205 भोल्ट छ। यसले आउटपुटमा 238 भोल्ट बनाइदिएछ, 38 39 भोल्ट बनाछ यो स्टेबलाइजर हो हाम्रो। अनि यो चाहिँ हाम्रो 60 भोल्ट को चार्जर हो। यसमा 48 भोल्ट 72 भोल्ट वाला स्टेबलाइजर होइन चार्जर लगाउन सक्छौं। अहिले हाम्रो चार्ज भइराखेको छ, चार्ज फुल हुन लागेको छ। अब एकैछिनमा 1.5 घण्टामा अब निकाल्छौं चार्ज। हेर्न सक्नुहुन्छ कति केभी को हो। यो यस्तो भिडियो अहिलेसम्म युट्युबमा आकै छैन, नेपालीमा त झनै, नेपालमा त झनै कसैले बनाएको छैन। अनि यो इन्डियनहरूले पनि बनाएको छैन, त्यही भएर मैले आज बनाइदिम। कति केभी को लाग्छ भोल्ट स्टेबलाइजर ई-रिक्सा चार्ज गर्नको लागि। हाम्रो स्टेबलाइजर के भन्छन्, ई-रिक्सा मात्रै चार्ज गर्नको लागि चाहियो भने 3 केभी ले पुग्छ। घरको लोड पनि चाहियो भने 5 केभी को लगाउनु पर्छ। हेर्न सक्नुहुन्छ, मैले देखाउँछु स्टेबलाइजर। हेर्न सक्नुहुन्छ स्टेबलाइजर हाम्रो मोडल A390, क्यापेसिटी 3 केभी, इनपुट भोल्टेज 90 देखि 290, आउटपुट 200 देखि 240 भोल्ट। यतिको स्टेबलाइजर रहेको छ साथीहरू। हेर्न सक्नुहुन्छ, हामीले यहाँ बाहिर उता ई-रिक्सा बाहिर राखेका छौं, चार्ज हुँदैछ। त्यही भएर मैले यो भिडियो बनाइदिएको हो आज। देख्न सक्नुहुन्छ राति 10 बजेबाट चार्ज हुँदैछ हाम्रो गाडी, 10 बजेबाट चार्ज हुँदैछ। अब यो लगभग अझै 1.5 घण्टा हुन्छ अनि निकाल्दिने, चार्ज फुल हुन्छ। अहिले हेर्न सक्नुहुन्छ पहिला हाम्रो 1 नम्बरमा यो काँटा, यो हाम्रो सुई जुन घुमाउने यो छ, यो बटार्ने वाला छ। पहिला 1 नम्बरमा राख्दाखेरि यो यहाँ 1 बाट बढ्थेन। अनि यहाँ ए सम्म पुर्याउनलाई पहिला हामीले 10 सम्म लगाउनु पर्थ्यो। 10 सम्म त लगाउनु हुन्न, त्यही पनि 10 सम्म लगाउँदाखेरि एकैछिन मैले चेक गर्दाखेरि 10 सम्म लगाएपछि बल्ल आउँथ्यो एमा। अनि आज भोलि हिजोबाट लगाएको स्टेबलाइजर, हिजोबाट चाहिँ यसले 1 नम्बरमा लाउँदाखेरि यहाँ लगभग 12 एम्पियर 11-12 एम्पियर लिक्छ। अनि 2 मा लाउने बित्तिकै सिधै यो 1 को सिधा काँटा आउँछ के साथीहरू। त्यसैले अहिले यो भोल्टेज हाम्रो ठिक्कको मिलाएर पुगाइदिएको छ। अब 2 नम्बरमा लगाइदिएछु। 1 घण्टामा अहिले हाम्रो फुल चार्ज हुन्छ। किनभने यो हाम्रो यो येल्लो बत्ती जुन प्यालो कलरको बत्ती छ यो पनि बलिसकेको छ। हेर्नु 1 नम्बरमा गर्दा पनि बलेछ, 2 नम्बरमा गरेर छु। अहिले 1.5 घण्टामा निकाल्दिने चार्ज देख्न सक्नुहुन्छ। अब यो सानो भिडियो बनाइदिउँ भनेर मैले बनाइदिएको छु। अब राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनको घन्टी प्रेस गरिदिनु होला। हजुरहरूले कस्तो भिडियो चाहियो कमेन्ट बक्समा कमेन्ट गरेर बताउनु होला साथीहरू, हैन। यहाँ देख्न सक्नुहुन्छ यो हाम्रो स्टेबलाइजरमा हेर्नुस्, इनपुट भोल्टेज 203.4, आउटपुट भोल्टेज 234 भोल्टेज बनाएर दिएको छ। त्यही भएर अहिले यसलाई राम्रोसँग चार्ज भोल्टेज पुगिराखेको छ। आजको भिडियोमा यति नै साथीहरू। पछि फेरि देख्न कमेन्ट गर्नु होला, पछि अरु कुनै भिडियो बनाउँला।